स्टार्ट भइसक्यो। नमस्ते, म मालती कुमारी साई, नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयको प्रधानाध्यापक। एआईको तालिम मानव अधिकार संरक्षण तथा प्रवर्धन केन्द्रले आयोजना गरेको 3 दिने बसाइको तालिम चाहिँ एकदमै शिक्षाको लागि उपयोगी रह्यो। यसमा चाहिँ आर्थिक सहयोग गाउँपालिकाको रहेको छ। यो कार्यक्रम चाहिँ अब कक्षा कोठामा होस् वा अफिसियल प्रशासनिक काम गर्नको लागि होस्, यसले चाहिँ कार्यक्रम सञ्चालन गर्न, प्रोजेक्टरहरूमा कामहरू गर्न, यो सबै विद्यालयमा काम लाग्ने उपयोगी चिजहरू नै हामीले सिक्यौँ। यसको लागि चाहिँ आयोजक टिमलाई धन्यवाद। एकदमै राम्रो उपलब्धिमूलक नै भयो, नयाँ कुरा सिक्न पनि पाइयो, साह्रै राम्रो भयो, रमाइलो, हाँसी हाँसी सिक्न पाइयो सर, धन्यवाद। टाइम गएको पनि थाहै भएन, सिकाइ पनि राम्रो भयो। पनि AI2 सम्बन्धी अरू पनि थप क्लासहरू सञ्चालन भइदिए अझ पनि राम्रो हुन्थ्यो। बेला बेलामा हामीलाई रिफ्रेसमेन्ट पनि हुन्थ्यो। यो तालिममा सर हामीले केही कुराहरू थाहा पाएका थियौँ, तर अझै पनि एडभान्स हुने चान्स पायौँ, मौका पायौँ। धेरै राम्रो तालिम रहेको छ। हामीले कक्षा कोठामा लगायत प्रशासनिक कामहरू गर्दाखेरि विभिन्न किसिमका आउने समस्याहरूलाई क्षणभरमा आएको माध्यमबाट यसलाई चाहिँ आयोजक टिम र जानकी गाउँपालिकालाई धेरै धेरै धन्यवाद। आज यो कार्यक्रम हाम्रो यो 3 दिने जुन कृत्रिम बुद्धिमत्ता तालिम थियो, अब आजको हाम्रो चाहिँ त्यो जीवन भण्डारी सरले एकदमै रमाइलो गरी कसैलाई बोर नहुने गरी दिनुभयो र यसबाट हामी सिकेर धेरै कुराहरू विद्यार्थीहरूमा लागू गर्न सक्छौँ विद्यालयमा बालबालिकालाई। र यस तालिम चाहिँ हामी पहिलो पटक लिएको हो। धेरै राम्रो लाग्यो तालिम, एकदम राम्रो लाग्यो। हिजोको भन्दा पनि आज मलाई एकदम राम्रो लाग्छ। आज कति बोर लागेन, 6 घण्टा बस्दा पनि एकदम खेलमै जस्तो भयो। 6 घण्टा एकदम खेल जस्तो भयो, खेल्दै खेल्दै सिक्यो। आज एकदम हाम्रो जानकी गाउँपालिकाका शिक्षकहरूको तर्फबाट मुरी धन्यवाद छ। यति सिकाइदिनु भएकोमा केही जानकारी थिएन, तैपनि हामी केही त गर्ने भएको छौँ जस्तो भएको छ। नमस्कार, मेरो नाम उमेश कुमार सोनकर, मेरा प्राविधिक कपासी जानकी छाबाट हो। सर, क्लास चाहिँ एकदम राम्रो छ, एकदम प्रभावकारी। जुन हामी यहाँबाट सिकेका मतलब कुराहरू, ज्ञान सिपहरू भोलिको दिनमा विद्यालयमा गएर यसै माध्यम कला क्लासलाई रमाइलो प्रभावकारी ढङ्गले हामी सञ्चालन गर्नमा धेरै मद्दत गर्छ। र आउने दिनहरूमा पनि अब यस्तो अलि प्रभावकारी होइन के अरे कृत्रिम बुद्धिमत्ताको मतलब बारेमा पनि धेरै जानकारी पाइयो AI सम्बन्धी, जुन जसको उद्देश्य चाहिँ के हो, मानिसको अनुसरण गरेर जुन चाहिँ के अरे मानिस जस्तै ज्ञान सिप होइन, अनि मानिस जस्तै सिकाइ, उसले एक हिसाबले मानिस जस्तै बुद्धि प्रयोग गरे, उसले राम्रो मतलब काम लिएको टाइममा राम्रो काम गरेछ। त्यही हिसाबले यसै सम्बन्धी हामी यही सम्बन्धी धेरै कुरा मतलब जानकारी पाइयो। यो द्वारा एकदमै जे होस् क्लास चाहिँ एकदमै राम्रो छ। र जीवन सरको क्लास चाहिँ हामीले फेरि लिने पनि मतलब आस्पेक्ट राख्छौँ कि भोलिको दिनमा यस्तै मतलब गयो भने भोलि हामी यस्तै पालिकाले अलिकति सहयोग गरेमा हामी भोलिको दिनमा यो क्लासले समग्र जानकीका विद्यालयहरूलाई एकदम प्रभावकारी बनाउनेछ। एकदमै राम्रो लाग्यो सर यो क्लास। अब हामीले पनि यो AI सिकेर यसबाट आधुनिक शिक्षा कसरी हामीले ChatGPT प्रयोग गरेर, जेमिनी प्रयोग गरेर कसरी राम्रो गर्न सक्छौँ भने आधुनिक किसिमको पढाइलाई हामीले गराउन सक्छौँ। र जुन हामीले विभिन्न प्रयास गर्थ्यौँ, पाठ्य योजनाहरू बनाउँथ्यौँ, एकदमै समय लाग्थ्यो, त्यसले एकदमै छोटो समयमा हामीले यो AI प्रयोग गरेर हामीले गर्न सक्छौँ। र एकदमै नमस्कार, म अशोक कुमार हरिजन, मेरा मावि भाटन पूर्वबाट। यो आजको कार्यक्रम एकदम राम्रो लाग्यो सर। अहिलेसम्म हामी 17औं शताब्दीमा थियौँ, कमसेकम 1 शताब्दी हाम्रो बढ्यो, 18औं शताब्दीमा आइपुग्यौँ। अहिले सिक्न त बहुत जरुरी छ, तर 1 शताब्दी पढ्यो। त्यसको लागि यो पालिका सहयोग गर्ने पालिकालाई र हाम्रो आलम सरलाई, साथै हाम्रो प्रशिक्षकजी जीवन सरलाई, सबैलाई मुरी धन्यवाद। एकदमै राम्रो छ यो कार्यक्रम, फ्रुटफुल भयो। हामीहरू सबैलाई जस धेरै कुराहरू हामीले जानेको रहेनछौँ, यहाँ आएर सिक्ने कुराहरू चाहिँ धेरै पाइयो। अब यसलाई चाहिँ व्यवहारमा अझै विद्यालयमा गएर लागू गर्न पाएपछि चाहिँ अझै विद्यार्थीहरूलाई पनि सिकाइ हुन्थ्यो, प्लस शिक्षकहरूलाई पनि अझै सहज हुन्थ्यो। राम्रो छ यो कार्यक्रम समग्रमा। राम्रो लाग्यो सर। यो कार्यक्रम धेरै नयाँ ज्ञानहरू सिक्न पाइयो है, खुसी लागेको छ।
हामीहरू त योभन्दा अगाडि धेरै पछाडि रहेछौँ। अहिले प्रविधिक युगमा आएर हामीले अब यसरी सिकाउन पाठ्यजनाहरू हरेक कुराहरू तयार गर्दाखेरि छोटो समयमा नै धेरै कुराहरू हामीले गर्न सक्दा रहेछौँ भन्ने कुरा के अरे लागेछ र अनि हाम्रो यो गाउँपालिकाले प्रत्येक विद्यालयमा एउटा प्रोजेक्टको यस्तै व्यवस्था होइन गरिदिएपछि अझ हाम्रो विद्यालयमा पनि यो प्रभावकारी रूपले लागू हुने थियो र हामी पनि त्यसमा अब यहाँ सिकेको कुरालाई हामी तुरुन्तै उहाँ गएर व्यावहारिक रूपमा गर्न पायौँ भन्ने सर यो दीर्घकालीन रहन्थ्यो भन्ने मलाई अपेक्षा छ सर।